अब जिम्मा दिएको लु अब चाहिँ लु जिम्मा दियो लु समाउनु लु लु समाउनु उँभो भने हिमालको लाला पेङ भनेको चाहिँ पेङ दोर्जे भनेको पेङ दोर्जेले राजाले पेङको राजाले पनि सुन्यो अरे रिरी फ्याङ्बा भनेको चाहिँ पाहाडमा उडी हिँड्ने चरा डाँफे मुडल भन्ने चरा त्यसले पनि सुन्यो अरे तल हो भने चाहिँ गङ्गाभित्र सागरभित्र बस्ने माछाको राजाले पनि सुन्यो अरे गाउँमा हो भने जो भनेको देउताहरू देवदेवीहरू पनि सुन्यो अरे घरको हो भने चाहिँ कुलपित्र पनि सुन्यो अरे यो यहाँ बस्ने जति पनि हाम्रो आखे माम आगु आसु जुजूहरू बहिनीहरूले चाहिँ सुन्नु भइ भएन भने लसु आफ्नो फला डाललाई सच्ची गर्नुहोस् अब व्यञ्जनको फला व्यञ्जनलाई गर्नुहोस् हो पाक्रिनको ला पाक्रिनले गर्नुहोस् हैन त्यसै ओपरी खुलिन्छ नि त्यो सिया तपाईको नि तपाईको त्यो गेम पनि त्यो सिया पनि अलि गरेर अलि रेछेचेल गर्नुहोस् त्यो तपाईले सानो छोडाउनु सानो डोरा गरेछ छेक गर्नुहोस् न भइहाल्छ नि अब सोसेमा नआएर त्यो भुइँतिर यसो गर्दा नि हुन्छ यसो आके मेलालाई पूर्व पश्चिम सबै हो कि अलिअलि टुक्रा गरेर यो सगुन बाल्नु बाबु अल्छिलो बोलाउनु चाँगे त आउनु त अरे यिनीहरु भइ यहाँ नानीहरु भेट देऊ न मलाई त्यही त उयो त छ त अन्त एकछिन अहिले अतै सुकामा देरी सबै बाटो सुन हल्ला हामीले यो हात किन रहेछ भने माया एउटा माइतीको माइतीको होइन भागेर गयो भने बाटो देख्नु पर्यो मरेर गयो भने ट्यान देख्नु यो अरू फेरि अघि ठौनीलाई का भनेको चाहिँ ठौनीलाई का भनेको चाहिँ दुईवटा भाँडाको खुन रगत होइन एउटै भयो जस्तो दुःख उहाँको दुःख छ यहाँको त यहाँ दुःख पर्छ यहाँको दुःख पऱ्यो पनि उहाँको दुःख पर्छ होइन त्यो दुइटै हो तर अब यहाँ घरमा अब अहिले त के अरे मोबाइलको जमाना छ टिभीको जमाना छ होइन मोबाइलको जमाना छ यहाँ माइती घरमा जेठो सालो घरमा है जेठी घरमा कुनै किसिमको होइन शुभ कार्य अशुभ कार्य त्यस्तो भयो भने चाहिँ गाडी सुन्ने साथै चाहिँ उहाँ खाना खाएर चाहिँ हात धुनै आउनु पऱ्यो भने चाहिँ जट्याउनु होइन त्यही भनेर चाहिँ यो चाहिँ अब यो चाहिँ अब महिना यो खबर सुनेकै आउनु पऱ्यो भाडा चाहिँ त्यही आउने भाडा अब त्यहाँदेखि बेसी चाहिँ त्यही हो उयोसम्म आउनु त्यहाँदेखि पुग्यो 1 लाख रुपियाँ त्यसलाई चिनाएर राख्नुपर्छ तिमीले पैसा अब जिम्मा दिएको लु अब चाहिँ लु जिम्मा दियो लु समाउनु लु लु चाहिँ मजा राख्नु पर्यो नि फेरि यही भएपछि अब के गर्ने सनम सनम यता के गर्ने नभए रकेटको सिम आउँछ नि चढेर
लो 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 यो चाहिँ मेरो सिट हो गाइस नानी छौ तो गाइस ये क्या हालत ऐसे खराब हो गया ये देखो पसीना पसीना लेकिन कहीं पे उतारा नहीं जो रीति रिवाज सब पूरा कंप्लीट करा मैंने